मेरो हातमा आइफोन 14 प्रो म्याक्स आखिर कसको लागि त? आज मिटिङ हुँदै आमाले पनि सरप्राइज दिनुभयो भने आज चाहिँ बिग अनाउन्समेन्ट हुँदैछ। हाई एभ्रीवन, दिस इज मी अरुण लिम्बू एन्ड सेस्याङ लिम्बू र फर्स्ट अफ अल त यहाँहरू सबैजनालाई वेलकम टु आवर मिनी ब्लग भन्दै आजको हाम्रो मिनी ब्लग चाहिँ स्टार्ट भइसकेको छ। तपाईँ देख्न सक्नुहुन्छ हाम्रो आफ्नै रुमबाट साथीहरू। सो अनि आज चाहिँ हामी जाँदैछौँ फाइनली कहाँ भन्नुहुन्छ भने मिया खोला हिल रिसोर्टमा साथीहरू। सो हामी चाहिँ फाइनली त्यहाँ पुगिसकेको छौँ, तपाईँ देख्न सक्नुहुन्छ। अनि त्यस पछाडि त्यहाँ पुगेर चाहिँ हामी के को लागि आएको भन्नुहुन्छ भने विशेष गरी आज एउटा प्रोग्राम थियो। सोही प्रोग्राममा चाहिँ हामीलाई पनि बोलाउनु भएको थियो र हामी पनि गएको थियौँ। र आज चाहिँ के को बारेमा प्रोग्राम थियो भन्ने कुरा चाहिँ यहाँले देखिसक्नु भएको छ सायद मेरो भिडियोबाट। साथी आजको यो प्रोग्रामलाई छिटो छिटो सकेर लास्टमा चाहिँ समिति गठन गरिसकेपछि हामी खानातर्फ लाग्यौँ साथीहरू। चट्ट खाना खाएर हामी फेरि पनि लाग्यौँ कहाँ भन्नुहुन्छ भने चुलो चौतारी भान्साघरमा। हामी चुलो चौतारी भान्साघरमा पुगेर यसो आमालाई देख्दा त म कस्तो सरप्राइज भएँ साथीहरू। किन भन्नुहुन्छ भने आमा आउने कुरा नि थिएन, साथसाथै मलाई कल पनि आएको थिएन घरबाट। अनि त्यस पछाडि चट्ट आमा आउँदाखेरि एकदम धेरै खुसी भएर ढोकभेट गरिसकेपछि च्याट्टसँगले यसो हेर्दाखेरि कस्टमर पनि निकै आउनु भएको थियो। अनि ऊ चाहिँ मेरो सीता बहिनी साथीहरू। हिजोदेखि रिसाएर मसँग राम्रोसँग बोलिरहेको थिएन, तर यसलाई कसरी फकाउनु पर्छ भन्ने कुरा मसँग राम्रो ट्रिक थियो। त्यस पछाडि यसलाई फकाएर बोल्ने भइसकेपछि हामी निस्क्यौँ कहाँ भन्नुहुन्छ पनि मोबाइल संसारमा। अनि मोबाइल संसारमा चाहिँ हामी के को लागि गएका थियौँ भने विशेष गरी मेरो कान्छा भाइले अस्तिदेखि नै मलाई मोबाइल भनेर आइफोन भनेर मलाई मार्न लागिसकेको थियो। अनि फाइनली आज चाहिँ उसले फोन किन्ने दिन आएको छ। सो अनि हामी त्यसकै लागि चाहिँ हामी त्यहाँ गएका थियौँ। र फाइनली साथीहरू एप्पलको सिरिज 14 प्रो म्याक्स किन्दाखेरि एउटा एयरबड्स चाहिँ फ्रीमा पाइएको छ। एकदमै खुसीको कुरा लाग्यो। अनि त्यस पछाडि साथीहरू हामी चाहिँ सर्लको फोन लिएर थोरै भिडियो सिडियो बनाएर त्यहाँबाट हामी बाटो लाग्यौँ। अनि साथीहरू आज चाहिँ तपाईँहरू समक्ष हामी एउटा अनाउन्समेन्ट गर्दैछौँ। त्यो अनाउन्समेन्ट चाहिँ के हो भन्नुहुन्छ भने चाहिँ विशेष गरी हाम्रो जुम्बा सेन्टर चाहिँ सिफ्ट हुँदैछ कहाँ भन्नुहुन्छ भने पुरानो स्केटिङ हलमा साथीहरू। हामी तपाईँहरू समक्ष यो हलबाट छिटै नै सेवा सुविधा प्रदान गर्ने बाजा गर्दै हामी कहिलेसम्ममा ओपनिङ गर्छौँ भन्ने कुरा पनि हामी अनाउन्समेन्ट भिडियो बनाउने छौँ। सो सबैजनाले न्यू क्रिएसन डान्स सेन्टर अथवा जुम्बा सेन्टरलाई चाहिँ सम्झिनु होला एकदमै फिटनेसको लागि। सो साथीहरू फाइनली आजदेखि काम पनि सुरु भइसकेको छ। हामी जस्तो सानोतिनो व्यवसाय गर्ने मान्छेको लागि चाहिँ यो एकदमै ठुलो अचिभमेन्ट हो साथीहरू। सो अनि एकदमै धेरै माया गर्नुहुनेछ भन्ने पनि पूर्ण विश्वास लिँदै आजको मेरो मिनी ब्लग चाहिँ यस्तै हो साथीहरू। अनि फाइनली हामी चाहिँ रुम आएर कपडा फेरेर म चाहिँ ब्याक टु चुलो चौतारी भान्साघर भएँ भने सेस्याङ सर चाहिँ क्लास गराउनु जानुभयो भन्दै आजको मेरो मिनी ब्लग चाहिँ यति नै। बाई बाई, थ्याङ्क यू सो मच फर वाचिङ भन्दै अब भने छुट्टिन्छु। बोल्दा बोल्दै मेरो त स्वरै बस्नु आँटेछ साथीहरू। बाई बाई, टेक केयर, लभ यु अल।